आइसकेको छु तपाईँहरूको सामु आफ्नो कुराहरू गर्नलाई हैन। कहाँ जान्छु म के गर्छु भनेर देखाउनको लागि आइसकेको छु। हुन त म प्रायः कहीँ पनि जाँदिनँ है, घरमै बसिरहेको हुन्छ। अब बजार स्कुल लानु पर्यो, ल्याउनु पर्यो है, त्यही भएर त्यति बाहिर जानु त भ्याउँदैन। बाहिर जाने भनेको नै छुट्टी हुने भनेको नि त्यही अब गभर्मेन्ट छुट्टीमा र अनि स्याटरडे र सन्डे मात्र छुट्टी हो, अरू बेला त बजारको स्कुल लाग्छ नि हैन। त्यही भएर अब बाहिर त निस्किँदैन, प्रायः घरमै नै बसिरहेको हुन्छ। तपाईँहरू प्रायः घरकै मात्रै भिडियो हेरेर चाहिँ बोर नहुनु होला प्लिज भन्न चाहन्छु म है। अब के गर्ने त है, यस्तै हो। बच्चाहरू भएपछि बच्चाहरू स्कुल जाने सानो सानो बच्चाहरू भएपछि कहीँ हिँड्न पाउँदैन कि, घरमै बसिराख्नु पर्छ। उनीहरूले अब खाजा बनाएर दिनु पर्यो, ल्याउनु पर्यो, पुर्याउनु पर्यो। अनि मम्मीहरूको त ड्युटी नै यही हुन्छ है, प्रायः सबैजनाको। अब फेरि उनीहरूको स्कुल चाहिँ टाढा छैन कि, नजिकै छ। अनि त्यही भएर गाडीमा जाँदैन उनीहरू, हिँडेरै जान्छ कि, हिँडेरै पुग्छ, हिँडेरै गइरहेको हुन्छ। त्यही हो साथीहरू है। तपाईँहरू कस्तो हुनुहुन्छ, के गर्दै हुनुहुन्छ त? तपाईँहरू पनि को यसरी नै बच्चाहरू घरबाट स्कुल लाने, पुर्याउने, ल्याउने गर्नुहुन्छ त? हुन त थुप्रै नै हुनुहुन्छ होला नि होइन, म जस्तो कोर्स धेरैजना हुनुहुन्छ होला नि। ए हो साथीहरू, साँच्ची भन्नुपर्दा साथीहरू है, मेरो त साथीहरू पनि छैन कि, एक्लै नै बस्न मन पराउँछु म चाहिँ, त्यति साथी छैन। अब पहिला स्कुल कलेज पढ्ने बेलामा त धेरै साथी हुन्थ्यो है। अब जब एउटा समय आउने रहेछ कि, त्यो बेलामा चाहिँ प्रायः मान्छेको साथी नै नहुने रहेछ। सबै आफ्नो काममा बिजी, आफ्नो लाइफ, फ्यामिली, बिजनेस सबै सम्हाल्दै होइन, साथीहरू नै नहुने रहेछ कि। प्रायः मान्छेहरू प्रायः एउटा स्टेजमा आएर चाहिँ त्यस्तो हुने रहेछ है। मेरो पनि खासै भन्ने हो भने साथी नै छैन कि। त्यही भएर नि साथीहरू है, जब मान्छे चारैतिरबाट एक्लो महसुस फिल हुन्छ नि, तब उसले चाहिँ एउटा माध्यम बनाउने रहेछ कि। र त्यो एउटा माध्यम चाहिँ मैले पनि बनाएँ, क्यामेरा है। क्यामेरालाई माध्यम बनाएँ मैले पनि है, ताकि क्यामेराको माध्यमबाट चाहिँ तपाईँहरू सामु जोड्न सकूँ, आफ्नो मनमा भएका कुराहरू तपाईँहरूसँग खोल्न सकूँ, कुरा गर्न सकूँ भनेर है। नभए त अब दिनभरि घरमा बस्दाखेरि त धुमधुम एक्लै बस्दाखेरि त जस नराम्रो फिल हुन्छ नि है। दिनभरि घरमा एक्लै बस्दाखेरि त दिमागमा पनि कति नेगेटिभ कुराहरू नै आउन सक्छ नि है। त्यही भएर आफूले त्यस एउटा माध्यम बनाएपछि त यस्तो लाइफमा मेरो यस्तो भइरहेको छ है, म यस्तो गरिरहेको छु है, यस्तो ठाउँमा गइरहेको छु है भनेर चाहिँ सबै देखाउन सक्छु नि त है मैले। अनि त्यही भएर नि मैले क्यामेरालाई नै माध्यम बनाएर तपाईँहरूलाई साथी बनाएको छु क्यामेराको सहायताबाट। उनीहरू चाहिँ स्कुलबाट आएको साथीहरू, उसको ड्याडीले लिएर आएको उनीहरूलाई स्कुलबाट। हजुर हाई। आची गरे रे, 3 चोटि पिसा फेरि रे। कसले? सुरालमै सानो जहिले। ए सानो छ नि त बेबी। हजुरले आची गरेको गरेको सुरालमा? किन त धेरै पानी खानु भयो? अनि सुरालहरु कहाँ हुन्छ र? अनि स्कुलमा धेरै आची गर्नुभयो, सुरु गर्नु पर्यो हो। अनि खाजा के खानुभयो बेबीले? कति धेरै पानी खान्छ उसले, त्यही भएर के। सिनिकाले पानीको बोतलले सिनिकाले चाहिँ पानी खानुभयो त? हेलो साथीहरू, अहिले चाहिँ म चाहिँ बाहिर आएको छु। धेरै भएको थियो घरबाट बाहिर ननिस्केको, अनि अहिले चाहिँ बाहिर आएको छु। यहाँनिर सिनिका बेबी पनि हुनुहुन्छ। यति दुई ठाउँमा हालिदिउँ न। यता हेर्नुहोस् त, त्यो घोचेर खाऊ न, खानै आउँदैन रे।
तिमीलाई खान आउँदैन र चटपटे अनि चटपटे कस्तो मिठो रहेछ उसले चाहिँ जामाको मुनि एउटा टी सर्ट लगाएछ स्कुलको जामा फुकालेर यो जामा लगाइदिएको अलि सुहाएन रहेछ तिम्रो साथीहरू हामी चाहिँ भर्खर बाहिरबाट आएको बच्चा चाहिँ सुत्यो गाडीमै सुतेको बेबी चाहिँ अनि अब छ्यान्डाएर सुताउनु पऱ्यो दिनभरि स्कुलमा खेल्दा खेल्दा थाकै लागेर होला फेरि उता बाहिर पनि घुमायो हिँडायो त्यही भएर सुत्यो थाकै लागेर फेरि चाहिँ सधैँ सुत्छ कि बेबी चाहिँ स्कुलबाट आएपछि पनि सधैँ सुत्छ घरमा आएर अनि आज चाहिँ सुताउनु पाएको थिएन स्कुलबाटै उता बाहिर गएको थियो नि त त्यही भएर सुताउनु पाएको थिएन अनि ऊ चाहिँ गाडीमा आउँदा आउँदै गाडी पनि निधायो अब अहिले पछि 6 बजीतिर उठ्छ ऊ चाहिँ हामी अब खाजा पनि खाएको छैन चटपटी मात्रै खाएर आएको बेबीहरूले चाहिँ मैले दही खायो बाहिर नै हामीले चाहिँ खाजा खाएको छैन चटपटी मात्रै खाएको अब खाजा खानुपर्छ एकछिनमा अब बच्चाहरू सुताएर खाजा खाने ल साथीहरू अब आजको लागि भिडियो म यही इन गर्न चाहन्छु अब हामी भेटौँला अर्को नेक्स्ट भिडियोमा सुस्त राख्नु होला बाई बाई